कहाँबाट आउनुभएको दिदी हजुर? हामी सुर्खेतबाट सुर्खेतबाट यहाँ आउनु भएको छ। अब माघे सङ्क्रान्तिको लागि यति धेरै जमातमा भक्तजनहरू चाहिँ आज पूजा आजना गर्नेको लर्को लागिरहेको छ। दर्शक महानुभावहरू नमस्कार, म गोपाल विश्वकर्मा। दर्शक महानुभावहरू, आज माघ 1 गते अर्थात् माघे सङ्क्रान्ति। आज नेपालीहरूको अर्को ठुलो महान पर्व माघी पर्वलाई विशेष गरी मनाइँदैछ। देशका विभिन्न भेगहरूमा माघी पर्वलाई छुट्टै फरक फरक किसिमले मनाउने प्रचलन चलिआएको छ। विशेष गरी थारू समुदायको महान पर्व अर्थात् थारू समुदायले आजको यस विशेष दिनलाई माघीलाई नयाँ वर्षका रूपमा पनि मनाउँदै आएका छन्। र आज म तपाईलाई नेपालगञ्जको प्रसिद्ध शक्तिपीठ मानिँदै आएको बागेश्वरी मन्दिरमा माघी पर्वको विशेष दिनमा पूजाआजा गर्ने भक्तजनहरूलाई देखाउन गइरहेको छु। र आज माघी पर्वमा विशेष गरी गन्जी तरुल जस्ता मिठा परिकारहरू गाउँघरमा पाकिरहेका छन् र सबैले आफ्नो तरिकाले माघी मनाउँदै हुनुहुन्छ र विभिन्न क्षेत्रहरूमा मेला महोत्सवका पनि आयोजना भइरहेका छन्। र यो सन्दर्भमा चाहिँ आज हामी तपाईँलाई नेपालगञ्जको बागेश्वरी मन्दिरका केही रोमाञ्चक दृश्यहरू पनि देखाउन गइरहेका छौँ। र यहाँ चाहिँ बागेश्वरी मन्दिरमा नेपालगञ्जबाट मात्रै नभएर बाँकेबासी मात्रै नभएर सुर्खेत, दाङ, बर्दिया जस्ता क्षेत्रहरूबाट पनि धेरैजना व्यक्तित्वहरू यहाँ पूजाआजा गर्न आउनुभएको छ। र आज विशेष गरी घरमा बिहानको समयमा नजिकै रहेका नदीनालामा स्नान गरी तिलका भनौँ एउटा नेपाली भाषामा थटेरा होइन, त्यसको आगो तापेर गन्जी तरुल र तिलका मिठा मिठा परिकारहरू खाने प्रचलन पनि विगतका पहिल्यैदेखि नै चलिरहेको छ। र नेपालगञ्जको प्रसिद्ध बागेश्वरी मन्दिरमा पनि यस उपलक्ष्यमा एउटा ठुलै जमात देखिएको छ, भक्तजनहरूको ठुलो एउटा भिड देखिएको छ, बाक्लो उपस्थित देखिएको छ। र आजको माघी सबैको विशेष बनोस् र स्वदेश तथा विदेशमा छरिरहनुभएका सम्पूर्ण आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो व्यक्तिगत तर्फबाट पनि यस नेपालीहरूको अर्को ठुलो महान पर्व माघी पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। सबैको बागेश्वरी माताको कल्याणले सबैको भलो होस्, बागेश्वरी माताले सबैको रक्षा गरून्।